भेजियो छ क्यानाडा वर्किङ भिसामा है। त्यो पनि फ्री भिसा फ्री टिकट। क्यानाडाको एउटा यस्तो ठाउँ रहेछ जुन ठाउँको नाम ब्रन्सविक। त्यो ठाउँ चाहिँ अत्यन्त जाडो ठाउँ रहेछ र त्यो ठाउँमा मान्छेहरू जाडो भएको कारणले गर्दा मान्छेहरू त्यो सिटी ठुलै सिटी रहेछ, त्यो सिटीमा कम मात्रामा रहेछन् र 15 लाख विदेशीहरू त्यो ठाउँमा लगेर राख्ने प्रोग्राम क्यानाडा सरकारको रहेछ। त्यसकारणले त्यसमा भाषा कमजोर भएका, इङ्ग्लिस ल्याङ्ग्वेज नआएका हैन जेनरल वर्करहरूलाई त्यो ठाउँमा लिएर जाने क्यानाडा सरकारको पोलिसी रहेछ। सबै क्षेत्रका मान्छेले लिएर जाने रहेछ, तर जेनरल पनि ओके रहेछ। त्यसैले नेपालीहरूले त्यो चान्स पाउनुहुन्छ। कन्सल्टेन्सी नगइकन, कसै दलाललाई नभिडाइकन आफैले अनलाइन फर्म भर्नुहोस् अनि इन्क्वायरीहरू गर्नुहोस्। उताबाट भिसा आएको खण्डमा इजिली जानुहोस् र आफैले गर्नुहोस् है। यी कुराहरू आफैले गर्नुहोस्। 4-5 लाख लाग्छ भनेर नेपालमा अब इन्नोभाले चाहिँ पुरै चलिरहेछ, त्यो चाहिँ नगर्नुहोस्। अनलाइन विश्वको जुनसुकै कुनाबाट नि अनलाइन फर्म भर्न सक्नुहुन्छ र अनलाइन फर्म गरेर त्यो कामहरू गर्नुहोस्। यो क्यानाडा जाने नेपालीहरूको उत्तम मौका हो, नछोड्नु होला नि। जापान भन्दा यसमा एप्लाई गर्नको लागि चाहिँ तपाईले यो साइटमा आउनुपर्ने हुन्छ। यसको लिंक तपाईले मुनि पाउन सक्नुहुन्छ अथवा तपाईले न्यू ब्रन्सविक पाइलट प्रोग्राम भनेर गुगलमा सर्च गर्नुभयो भने पनि त्यो तपाईले पाउन सक्नुहुन्छ। र यहाँ आइसकेपछि अब यो प्रोग्रामको बारेमा सम्पूर्ण कुराहरू यहाँ लेखेको छ। तपाई आफैले चाहिँ यो क्यानाडाको गभर्नमेन्टको साइटमा भिजिट गरेर सबै कुरा रिड गर्न सक्नुहुन्छ। र यो प्रोग्राममा लानको लागि चाहिँ 6वटा कम्पनीहरू यहाँ देख्न सक्नुहुन्छ। तिनै 6वटा कम्पनीबाट तपाईले चेक गरेर चाहिँ आफ्नो एप्लाई गर्न सक्नुहुन्छ। र यहाँमा तपाईले एउटा दुईटा कम्पनीबाट चाहिँ कसरी तपाईले एप्लाई गर्न सक्नुहुन्छ भन्ने कुराहरू यहाँ म तपाईलाई देखाइदिने छु र त्यही अनुसार चाहिँ तपाईले आफ्नो एप्लाई गर्न सक्नुहुन्छ। यसमा चाहिँ प्राय जसो तपाईको सबै किसिमका जबहरू उपलब्ध हुन्छन्। त्यसदेखि पछाडी तपाईको अब ल्याङ्ग्वेज कमजोर छ भने तपाईलाई चाहिँ 200 घण्टाको ल्याङ्ग्वेजको ट्रेनिङहरू पनि दिन्छ भन्ने कुराहरू यहाँ लेखेको छ। यो प्रोग्रामको बारेमा सम्पूर्ण कुराहरू चाहिँ तपाईले यहाँ आएर डिटेल्समा रिड गर्न सक्नुहुन्छ। यो साइट तपाईले भिजिट गर्नु होला र आफैले सम्पूर्ण कुराहरू चाहिँ तपाईले बुझ्न सक्नुहुन्छ। यसलाई तपाईले इंग्लिशमा बुझ्नु भएन भने ट्रान्सलेट गरेर नेपालीमा पनि यो प्रोग्रामको बारेमा सम्पूर्ण कुराहरू चाहिँ रिड गर्न सक्नुहुन्छ। र यहाँ तपाईले देख्न सक्नुहुन्छ यो एउटा कम्पनी रहेको छ। यो कम्पनी भित्र पनि तपाईको विभिन्न जबहरू उपलब्ध हुने गर्दछन्। तपाईले अब कुन जबमा एप्लाई गर्न चाहनुहुन्छ, कुन जबको एक्सपिरियन्स छ त्यही अनुसार तपाईले सर्च गर्नुपर्ने हुन्छ। र यो कम्पनीमा आइसकेपछि तपाईले चाहिँ यहाँ माथि 3टा बटनमा क्लिक गरिसकेपछि यहाँ अलिकति मुनि तपाईले देख्न सक्नुहुन्छ यो करियर्स भनेको छ। त्यहाँ चाहिँ तपाईले क्लिक गर्नु पर्यो। त्यहाँ क्लिक गरिसकेपछि अब तपाई पहिलोचोटी यसमा आउँदै हुनुहुन्छ भने तपाईले चाहिँ आफ्नो लगइन गर्नुपर्ने हुन्छ। र तपाईले लगइन गरिसकेपछि चाहिँ आफ्नो सामान्य विवरणहरू राखेर 2 मिनेटमा चाहिँ यो जबहरू एप्लाई गर्न सक्नुहुन्छ। र यहाँ देख्न सक्नुहुन्छ यो एप्लाई नाउ भनेको छ अलिकति मुनि, तपाईले यसमा क्लिक गर्नु पर्यो। त्यसदेखि पछाडी अब यहाँ कुन कुन जबहरू छन् भनेर तपाईले देख्न सक्नुहुन्छ। सुरुमा यसमा तपाईको वेल्डिङको देख्न सक्नुहुन्छ। अलिकति मुनि तपाईले यो प्रोडक्सन वर्करको देख्न सक्नुहुन्छ। र मुनि साथै जानुभयो भने अरु पनि थुप्रै जबहरू चाहिँ यहाँ उपलब्ध छन्। तपाईले अब कुन जबमा एप्लाई गर्न चाहनुहुन्छ त्यही अनुसार चाहिँ आफ्नो एप्लाई गर्न सक्नुहुन्छ। र यहाँ जुन 6वटा कम्पनीहरू छन् ती 6वटा कम्पनीमा चाहिँ अलग-अलग क्याटेगोरीको जबहरू हुने गर्दछन्। कुनैमा तपाईको एग्रिकल्चर छ, कुनैमा तपाईको होटल लाइन सम्बन्धी यस्तै विभिन्न चाहिँ जबहरू त्यहाँ उपलब्ध छन्। र यहाँ तपाईले चेक गर्दै जानु होला। अब यहाँ विभिन्न जबहरू छन्। अब कुनमा चाहिँ तपाई एप्लाई गर्न चाहनुहुन्छ त्यही अनुसार आफ्नो एप्लाई गर्नु पर्यो। यहाँ एउटा इलेक्ट्रिशियनको देख्न सक्नुहुन्छ। यदि तपाई अब इलेक्ट्रिशियन हुनुहुन्छ भने यो रिड मोर डिटेल्स भनेको ठाउँमा तपाईले क्लिक गर्नु पर्यो। त्यहाँ क्लिक गरिसकेपछि अब तपाई पहिलोचोटी यसमा आउँदै हुनुहुन्छ भने चाहिँ तपाईले लगइन गर्नुपर्ने हुन्छ। र यहाँ आइसकेपछि अब यो इलेक्ट्रिशियनमा चाहिँ तपाईले के काम गर्नुपर्ने हुन्छ, कति घण्टा तपाईले काम गर्ने हो, के कस्तो सेवा सुविधा पाउन सक्नुहुन्छ, कति सैलरी तपाईले पाउन सक्नुहुन्छ, यी विभिन्न कुराहरू चाहिँ यो डिस्क्रिप्सनमा तपाईले रिड गर्न सक्नुहुन्छ। र एप्लाई गर्न चाहनुहुन्छ भने तपाईले एप्लाई नाउ भनेको ठाउँमा क्लिक गर्नु पर्यो। त्यसदेखि पछाडी अब तपाईले यहाँ सुरुमा आफ्नो प्रोफाइल बनाउनु पर्छ र तपाईले आफ्नो एजुकेसन राख्नु पर्यो, एक्सपिरियन्स राख्नु पर्यो, डकुमेन्टहरु राख्नु पर्यो। त्यसदेखि पछाडी अरु यहाँ
विभिन्न कुराहरू गरेको छ त्यसमा टिक लगाएर चाहिँ यो फर्म फिलअप तपाईले सबमिट गर्न सक्नुहुन्छ। सुरुमा तपाईले अब आफ्नो प्रोफाइल बनाउँदाखेरि चाहिँ तपाईको पढाइ कुन लेभलसम्म छ भनेर सोधेको छ। अब तपाईको हाई स्कुल छ अथवा पढाइ छैन त्यो तपाईले आफ्नो हिसाबमा चाहिँ टिक लगाउनु पर्यो र कुन लेभलसम्मको तपाईको पढाइ हो यहाँ तपाईले चाहिँ यसरी लेख्न सक्नुहुन्छ। त्यसपछि तपाईले कुन डेटमा चाहिँ कम्प्लिट गर्नुभएको पढिसक्नु भएको भनेको छ त्यो तपाईले आफ्नो हिसाबले चाहिँ यहाँ लेखेर यसलाई तपाईले अलिकति मुनिबाट नेक्स्ट गर्न सक्नुहुन्छ। र यहाँबाट तपाईले नेक्स्ट गरिसकेपछि चाहिँ अब तपाईले अर्को स्टेपमा चाहिँ अब यहाँ तपाईले सोधेको छ यो कम्पनीमा यो भन्दा अगाडि तपाईले काम गर्नुभएको छ भनेर सोधेको छ। त्यसमा तपाईले अब नो गर्नु पर्यो। त्यसपछि तपाईसँग वर्क एक्सपिरियन्स छ भनेर सोधेको छ भने तपाईले एस गर्नु पर्यो, छैन भने नो गर्नु पर्यो। त्यसपछि अब यहाँ तपाईले डकुमेन्टमा चाहिँ आफ्नो सिभी अपलोड गर्नु भनेको छ। त्यसपछि यहाँ अदर डकुमेन्टमा चाहिँ तपाईको अब वर्क एक्सपिरियन्सहरु छ भने तपाईले राख्न सक्नुहुन्छ अथवा तपाईसँग छैन भने तपाईले यसलाई छोड्न पनि सक्नुहुन्छ। र यहाँ तपाईले सिभी चाहिँ अपलोड गर्नु पर्यो। उदाहरणको लागि मैले एउटा सिभी यहाँ अपलोड गरेको छु, तपाईले पनि आफ्नो सिभी अपलोड गर्नु होला। त्यसपछि तपाईको चाहिँ यहाँ अरु विभिन्न क्वेशनहरु सोधेको छ, यसमा तपाईले एस नो गरेर नेक्स्ट गर्न सक्नुहुन्छ। त्यसदेखि पछाडी अब तपाईले चाहिँ यो विभिन्न कुराहरु चाहिँ रिड गरेर यहाँ टिक लगाएर आफ्नो एप्लिकेसन सबमिट गर्न सक्नुहुन्छ भनेको छ। तपाईले चाहिँ यो रिड गरेर टिक लगाएर चाहिँ यो एप्लिकेसन सबमिट गर्न सक्नुहुन्छ। यो तरिकाबाट तपाईले ट्राई गर्नुभयो। यो चाहिँ अब इलेक्ट्रिशियनको भयो। त्यहाँ चाहिँ तपाईको अब अरु पनि थुप्रै जबहरु छन्। तपाईले कुन जब एप्लाई गर्न चाहनुहुन्छ आफ्नो हिसाबमा चाहिँ यो कम्पनीबाट आएर कामहरु खोजेर चाहिँ एप्लाई गर्न सक्नुहुन्छ। तपाईले माथि सर्च पनि गर्न सक्नुहुन्छ कुन जबमा तपाई एप्लाई गर्न चाहनुहुन्छ। त्यही अनुसार चाहिँ तपाईले यसरी एप्लाई गर्नु पर्यो। अब तपाईको यो एप्लिकेसन चाहिँ त्यहाँको कम्पनीले हेरेर तपाईलाई चाहिँ सिलेक्ट गरेर छनौट गर्यो भने अगाडिको प्रोसेस गरेर तपाई चाहिँ एकदम फ्री रूपमा चाहिँ क्यानाडा जान सक्नुहुन्छ। र यो प्रोग्राम भनेको चाहिँ क्यानाडा जाने अहिलेसम्मको सजिलो प्रोग्राम रहेको छ। यसमा तपाईको नाम निक्ले सिलेक्ट भयो भने तपाईले आफ्नो फ्यामिली पनि लिएर जान सक्नुहुन्छ। यसरी तपाईले ट्राई गर्नु होला। र यहाँ अरु पनि थुप्रै जबहरु छन्। तपाईले चेक गर्न चाहनुहुन्छ भने यहाँ आएर तपाईले चाहिँ चेक गर्न सक्नुहुन्छ। र सकेसम्म तपाईले अब यो क्यानाडा भनिसकेपछि जुन जबमा तपाईको एक्सपिरियन्स छ त्यही अनुसारको जब चाहिँ हेरेर तपाईले एप्लाई गर्नुभयो भने त्यस्तो अवस्थामा तपाईको सिलेक्ट हुने चान्स बढी हुन्छ। र यो कम्पनी तपाईले चेक गरिसक्नु भएको छ। अब अरु पनि त्यहाँ तपाईको 5-6 वटा कम्पनी छन्। तपाईले चाहिँ चेक गरेर एग्रिकल्चरमा एप्लाई गर्न चाहनुहुन्छ अथवा होटल सम्बन्धी तपाई एप्लाई गर्न चाहनुहुन्छ अथवा तपाईको डाक्टर, नर्स, इन्जिनियर कुन फिल्डमा तपाई एप्लाई गर्न चाहनुहुन्छ त्यही अनुसारको चाहिँ जब तपाईले यो 5-6 वटा कम्पनीमा चाहिँ खोजेर आफ्नो एप्लाई गर्न सक्नुहुन्छ। यसरी तपाईले सेल्फ एप्लाई गर्नु होला। अब यो चाहिँ अनलाइन एप्लाई तपाईले गर्ने भइसकेपछि कुनै पनि पैसा तपाईको लागेन। तपाई आफैले चाहिँ आफ्नो अलिकति समय निकालेर यसरी ट्राई गर्न सक्नुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ तपाईको 5-6 वटा कम्पनी रहेका छन्। यी कम्पनीहरुमा चाहिँ तपाईले चेक गरेर कुन कम्पनीबाट एप्लाई गर्न चाहनुहुन्छ, कुन जबमा एप्लाई गर्न चाहनुहुन्छ हेरेर तपाईले आफ्नो हिसाबमा चाहिँ एप्लाई गर्नु होला। अब यसमा केही कुराहरु बुझ्नु भएन अथवा तपाईको चाहिँ सिभी बनाउनु पर्ने छ भने पनि तपाईले मलाई मेसेज गर्न सक्नुहुन्छ। त्यसपछि अब यदि तपाई चाहिँ होटल लाइनको एक्सपिरियन्स तपाईसँग छ भने यो कम्पनीमा आएर अलिकति मुनि यहाँ तपाईले देख्न सक्नुहुन्छ करियर्स भनेको छ। त्यहाँ तपाईले क्लिक गरिसकेपछि चाहिँ अब यो कम्पनीमा तपाईले कुन फिल्डमा एप्लाई गर्न चाहनुहुन्छ, कस्तो जब खोजिराख्नु भएको छ त्यही अनुसारको जबहरु हेरेर यहाँ तपाईले एप्लाई गर्न सक्नुहुन्छ। यहाँ चाहिँ तपाईको प्राय तपाईको जेनरल लेबर यस्तै जबहरु चाहिँ उपलब्ध हुन्छन्। तपाईले सर्च गर्नुभयो भने अरु जबहरु पनि यहाँ पाउन सक्नुहुन्छ। त्यही अनुसार चाहिँ आफ्नो तपाईले एप्लाई गर्न सक्नुहुन्छ। यसरी तपाईले ट्राई गर्नु होला। अब तपाईको एक्सपिरियन्स एजुकेसन चाहिँ कम छ भने क्यानाडा जानको लागि एउटा राम्रो तरिका रहेको छ, राम्रो प्रोग्राम रहेको छ। यसको बारेमा तपाईले रिसर्च गरेर आफ्नो एप्लाई गर्न सक्नुहुन्छ।